हेलो गुड मर्निङ सबैजनालाई है। सबै सन्चै हुनुहुन्छ ल? म पनि एकदम सन्चै छु है। र विशेष गरी हजुरहरूले गर्दा धेरै सपोर्ट माया पाइरहेको छु। हजुरहरूलाई धेरै धन्यवाद छ। र विशेष है आज चाहिँ मेरो भिडियो बनाउनेको उद्देश्य अहिले निस्केको नोट 14 एमआईको फोन है, लेटेस्ट फोन आएको छ नि त अहिलेको नयाँ फोन। अन्त न्यू भर्जन भन्नु होइन, मैले हिजो नै बजार गएर चाहिँ है लिएर आएको छु। र त्यसमा खासै म चाहिँ त्यो भिभोको अहिले V15 आएको छ नि, B50 खास त्यो लिनु गएको थिएँ है। त्यो लिनु जाँदाखेरि चाहिँ यसो हेरेको, अन्त एमआईको त्यो नोट 13 रहेछ है। नोट 13 त अलिक पुरानो भयो, पुरानो भन्दा नि 1-1.5 वर्ष भयो होइन। र अहिले फेरि निस्केको रहेछ, एक महिना जस्तो भयो होला, नोट 14 एमआईको है, रेडमी नोट 14। अन्त त्यो लिएर आएँ है हिजो गएर। र अन्त कस्तो रहेछ भनेर, अब त्यसको चाहिँ एआई फिचर राम्रो रहेछ नि त होइन, यही फोन है मैले हिजो लिएर आएँ। अन्त यही फोन मैले लिएर आएँ हिजो होइन। अन्त यसको अगाडिबाट यस्तो यो अगाडि छ है। यसको फिङ्गर प्रिन्ट चाहिँ यहाँ हेर्नुहोस् ल, देख्नुभयो अगाडि छ है, यो साइडमा छैन। र क्यामेरा यस्तो छ है, म खोलेर देखाउँछु ल तपाईँलाई चाहिँ। यसको चाहिँ तपाईँको कलर्स वाइट, ब्ल्याक है यस्तोहरू रहेछ। मलाई चाहिँ वाइटै मन पर्यो है, पछाडिबाट यस्तो देख्छ है। तपाईँको क्यामेरा चाहिँ 5000 MP भन्छ है। फेरि बताउने छु है, हेर्नु सक्नुहुन्छ तपाईँहरूले पनि यसो यो उयसमा है। र अगाडि यस्तो छ है। र फोन मजाको रहेछ है, हजुरहरूले पनि लिनुहुने भए ल्याउनुहोस्, फोन राम्रो छ है। अन्त यसको चाहिँ एआई फिचरहरू चाहिँ राम्रो छ है। अन्त यसको यसमा चाहिँ अर्को के छ भने 3 फुट पानी छ, पानीमा आधी घन्टा छोड्दा पनि केही पनि हुँदैन है। र अन्त कतिले अब पानीमा भिडियो बनाउँछ, स्विमिङ पुलमा भिडियो बनाउँछ होइन, त्यसको लागि दामी रहेछ है। र तपाईँको यसको अब इन्सुरेन्स केहरू पनि हुँदो रहेछ है। अन्त मैले हिजो त्यो पनि गरेर आएको छु है, फुट्छ नि त महँगो फोनहरू होइन। र लगभग यसको अब दाम हेरिहाल्नुहोस् है, अहिले अब फिलहाल चाहिँ 26-27 हजार कति छ है। उयो गरेर यताउता गर्दा तपाईँहरूले एमआईमा पनि पाउनुहुन्छ, 30-31 जस्तो पुग्छ एमआईमा गर्दा है। र भिडियो धेरै लामो हुने रहेछ होइन। अब यो कस्तो छ के छ है, तपाईँहरूलाई यसको अब यसबाट गरेको भिडियोहरू पनि हाल्नेछु। र हेर्दै जानुहोस्, यो भिडियो गर्दै गरेको फोन पनि मेरो रेडमीकै हो। म चाहिँ खालि रेडमी मात्रै चलाउँछु नि त। अन्त अब यो फोनलाई सेटिङ गर्नुपर्ने छ सबै कुराहरू है। र भन्दै है यतिमै। अन्त यो तपाईँले यसमा तपाईँको चार्जर पनि पाउनुहुन्छ है। नभए अहिले स्मार्ट फोनहरू किन्दाखेरि चाहिँ चार्जरहरू फाल्टै किन्नुपर्छ नि त, 12 भोल्टको चार्जर है। अन्त फास्ट चार्जर पाउँछ है। र तपाईँको यसमा एउटा गोरिल्ला ग्लास पनि पाउनुहुन्छ, अन्त एउटा
कभर पनि दामी हेर्नुहोस् है त म कभरमा हालेर देखाउँछु ए कभरमा हाल्दा यस्तो देख्छ है र यसको चाहिँ अब हामी त अब गाडी चलाउने मान्छेहरू हैन अब के गर्दाखेरि यो स्पिकरभित्र माटो साटो के धुलोहरू पस्छ नि त अन्त यसले धुलो पस्दाखेरि अब यसको चाहिँ एउटा सेटिङ रहेछ क्या ठक्कै उयो गरेपछि चाहिँ यहाँबाट स्वाहा हावा निस्किँदो रहेछ अनि सबै निकाल्दो रहेछ है फोन राम्रो रहेछ है अब 15-16हरू पनि आउँछ होला हजुरहरूलाई जस्तै मलाई लागेको यसमा है त्यति तपाईँहरूलाई भनेको छु हजुरहरू पनि किन्नुहुन्छ भने किन्नुहोस् है भन्दै र मेरो यसो भिडियोलाई लाइक फलो गरिदिनुहोस् होला है म यो युट्युबमा पनि जानेछ सब्सक्राइब पनि यसो गरिदिनुहोस् होला है मेरो युट्युबमा चाहिँ नाम के छ भन्ने साथीहरू है @ashok 2.0 छ है यसो उयो गरेर सब्सक्राइब गरिदिनुहोस् होला गरिदिनुहुन्छ भन्ने मलाई आशा छ भन्दै है आजको भिडियो धेरै लामो भयो है सरी भन्दै यतिमै राख्न चाहन्छु त है त हस् हजुरको दिन शुभ होस्।